हेलो एभ्रिवान, वेलकम टु माई कर्णवीर ब्लग। आज चाहिँ म यसरी चिरी च्याट्टे परेर है कालो चस्मा छड्के खैरो ब्याग बोकेर हातमा ह्यान्ड कभर लगाएर सिटी बाइक साइकलमा सरर कहाँ चाहिँ जान लागेको भन्नुहुन्छ भने आज एकदम धेरै गर्मी बढेकोले अनि एकदम मौसमले पनि च्यालेन्ज दिइरहेछ कि मलाई चाहिँ मध्याहको 12 बजे घाममा म चाहिँ लागे पथरी शनिश्चरी नगरपालिकाको प्रख्यात एकदम धेरै भाइरल स्विमिङ पुलमा स्विमिङ गर्नको लागि शरीरलाई शीतलता प्रदान गर्नको लागि लागे। हाम्रो चाहिँ यो पथरी शनिश्चरी नगरपालिकामा एकदम धेरै प्रख्यात ठाउँ छ क्या स्विमिङ गर्ने ठाउँ। त्यही भएर म चाहिँ जाँदैछु गाइज। र जाँदाखेरि चाहिँ हेर्नुहोस् न हौ, हाम्रो यो गाउँको बाटो पनि पहिला त सानो थियो होइन, यो 40 फुटे बाटो पुरै कालो पत्रे गर्ने भएकोले चिल्लो सरर बनाइदिएको छ। धेरै घाम भएकोले अब यसो स्किनलाई त केयर गर्नु पर्यो गाइज, कालो हुन्छ नत्र भनेर। अनि छाता टोपी लगाएर कालो चस्मा लगाएर मास्क लगाएर म त सरर जैचुको बाटो जाँदा जाँदै पौडी खेल्ने ठाउँ स्विमिङ गर्ने ठाउँ पनि आइपुग्यो गाइज। र स्विमिङ खेल्नको लागि चाहिँ म चाहिँ स्विमिङ कस्ट्युम पनि लगाएर एकदम रेडी भएर माछाले जस्तै होइन चब्ल्याङ पौडी खेल्नको लागि स्विमिङ पुलतिर लागेर सबैजनाले चाहिँ मैले छाते टोपी र कालो चस्मा लगाएर पौडी खेल्न स्विमिङ गर्न जाने भएकोले सबले हेरिरहनु भएको थियो, जसैले हेरिसकिराखोस् भनेर म चाहिँ यसरी सरर चब्लाङ गर्दै माछा भन्दा पनि कम्ती छैन गाइस चाल्नुमा। हेर्नुहोस् त यस्तो तरिकाले पौडी खेल्दै होइन 3.5 घन्टा पौडी खेलेर स्विमिङ गरेर म चाहिँ एकदम धेरै रमाएँ। तपाईहरु पनि कसलाई एकदम धेरै स्विमिङ गर्न मन लाग्छ, स्विमिङ लभर हुन्छ, यो ठाउँमा आउनु होला स्विमिङ गर्नको लागि। मेरो युट्युब च्यानल लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला गाइस। आजको लागि बाइ बाइ।